सर हामी चाहिँ नेक्स्ट रविबारबाट हामी चाहिँ आज कहाँ चाहिँ अन प्लानेट सक्सेसफुल्ली प्लानेट गर्न गइरहेको छौँ। जाऊ भित्र जाऊ, गएर भित्र बस्छ। ल बाई बाई गाइस, बाई बाई, सी यु देन। ल सुशील सर, ल सर बाई, ल लेट्स गो। नआम्रो गोप्रोको आज स्ट्यान्ड नै छोडेछ क्या मैले, त्यही भएर लास्ट ल्याङ्स भयो होइन। तर पनि आई क्यान इन्जोय द मोमेन्ट्स, चिल इट। ओडेकोहरू त धुनु। अब हामी काजी दाइ र सुन्दरलाई भेट्छौँ त्यहाँ गएर होइन। अहिले चाहिँ हामी यो बाटोमा ठ्याक्क पुगेका छौँ। विशाल चोक भन्ने ठाउँ त यही हो तर होइन। ए विशाल चोक, ल फोन आयो है, तर सर कहाँ बसेर फोन आइरहेछ। विशाल चोक हो तर पक्का पक्का छ, साइड लगाउँछ एकचोटि। फोन गर्छु ल, फोन आयो होइन। विशाल दाइ, विशाल चोकमा आएर फोन आएपछि अब कहाँ जाने मलाई आई डोन्ट नो। ओ यहाँ ल दाइ, हामी जाने अब राज नआउने रि, त्यही भएर हामी सुशील लगेर आयो। हामी चारजना छौँ नि त, क्यामरा म पनि आउनु पर्छ। सालमा अङ्कललाई राखेँ ल म त्यहाँ बस्छु, मिल्ने सदा तिमी चलाउनु, म सक्दैन कि। अब पदमपुर र यो घामटारी विशाल चोक एरियाको यो चाहिँ नेसनल पार्क एरिया नै हो होइन। यो जङ्गलको बाटो क्रस गर्दैछौँ अहिले। हाम्रो दाइहरू चाहिँ पछाडि कहाँ हो कहाँ आयो, अलिकति रोकेर भन्नु पर्छ, रिक्स पर्छ है। त्यति यहाँनिर पर्खेर पछाडि अङ्कलहरू आयो कि किन यार सर यार, के हो यार यो खोलालाई के भन्छ हौ सर? पछाडिको हो र ए आइसकेको रहेछ त। डेली जाँदैछौँ, अब अब्रोडबाट कस्तो हुने थाहा छैन, तर अहिले चाहिँ मास्क खोजिदिन्छु म। हेलो दाजु नमस्कार है, नमस्कार। ल है हाम्रो लेजेन्ड गाईहरू चाहिँ अगाडि गइसक्नु भएको छ। शक्तिखोर र जुटपानी यता रहेछु, यता देखाइरहेको छ शक्तिखोर जुटपानी भनेर। सौडा अहिले यहीबाट फर्किनु तिमीहरू गएन, तिमीहरू गइदिनु ल। हामी अलिकति घुम्यौँ होइन, त्यो चोकमा आएर यसरी चाहिँ जानु पर्ने थियो, तर हल्का मिस्टेक भइदियो होइन। तर इट्स ओके, नो प्रब्लम। बट वेआर जस्ट हामी चाहिँ किप गोइङ गर्दैछौँ, किप गो होइन। हाम्रो यात्रा जारी नै छ गाइज होइन। अब हेरौँ आजको यात्रा कस्तो हुन्छ। यहाँ अब यहाँको यस्तो छ यो पदमपुर एरिया, जुटपानी पदमपुर एरिया यस्तो छ, राम्रै छ। फ्यान्सी फार्मेसी फार्मेसी जुटपानी बजार। अनि यहाँबाट चाहिँ हामी अझै सिधै जान्छौँ सर। लेफ्ट हो, लेफ्ट होइन सिधै हो। जुटपानी बजार आइपुग्यो त, अब कतापट्टि भाइ? शक्तिखोर कहाँ बाबु? ए त्यही हो, लेफ्ट नै रहेछ। ल यहाँ जुटपानीको खानेपानी, यो जुटपानी खानेपानी लाग्छ। अब अझै यो चाहिँ अलिकति पुरा राम्रो बनाएको छ। कालिका भगवती माई मन्दिर कि मन्दिर यहाँ रहेछ होइन, तर मन्दिर बेलापट्टि रहेछ खोलाएर। यस रमाइलो ठाउँ रहेछ। यहाँ ग्राउन्ड पनि राम्रो रहेछ, तर प्लटिङ गरिरहेको लाग्यो। खोला नै रहेछ त्यही यहाँ त। लगाइज हामी चाहिँ फाइनली शक्तिखोर बजार आइपुग्यो होइन। अहिले चाहिँ अब यो शक्तिखोर बजारमा एउटा पुल छ, यो पुल तरेपछि चाहिँ हामी यो माथि यो पर्दाङगढी अथवा यो के सेराचुली भन्दै हुनुहुन्छ दाइले होइन। आइ एम नट कन्फर्म द्याट प्लेस, त्यो साह्रै कन्फर्म त छैन, तर पनि लेट्स सी हाउ इज इट। पुल पुरा कालो पुल र पहेँलो पुल जस्तो यो पिङ्की पुल रहेछ क्या। काठमाडौँको कालो पुल तरेको जस्तो भएर अहिले त यताबाट खोला बोकेर चाहिँ माछा नि मारिरहेको छ मान्छेहरू, पुरा हम्मरले हालेर माछा मारिरहेको छ यार। अनि हाम्रो दाइहरू चाहिँ पछाडि पुरै आएर चिल पारमा। अब हामी कता लेफ्ट कि राइट हो अब थाहा छैन मलाई चाहिँ, टु बी अनेस्टली। शक्ति टोल रे, शक्ति टोल संस्था लिडमा आइपुग्यो। ऊ सिरान रे, सिरान जाने बाटो यता रहेछ दाइ।
उयो म्याप हेर्नु न म्याप यही लेखेको छ त रुम्स टेन्ट्स पुल रे उयो सिरानचुली जाने बाटो कि यहाँ यहीबाट यतै माथि देखाएको छ के अरे झर्ना जाने बाटो रहेछ हामी यताबाट उतै यता त झर्ना पुग्छ शक्तिश्वर झर्ना यता त यो शक्तिपुर झर्ना जाने बाटो हो यो हेलो गाइज म चाहिँ त्यहाँ ठाउँ सोध्नु जान्छु कुन ठाउँ आइपुग्यो हामी भनेर एकछिन सोधेर हेरिहाल्छु म होइन टक्क लगाएर दिदी बहिनी यो सिरानचुली जाने बाटो कता यताबाट नि मिल्छ छोटो कहाँबाट पर्छ नाम यताबाट छोटो पर्छ अरे राम्रो बाटो कस्तो छ बाइकहरू हिँड्छ यो बाटो यताबाट गाडी हिँड्छ अरे यता चाहिँ यो चाहिँ बाइक हिँड्छ अरे यता बाइक हिँड्नु जाने कि गाडी हिँड्नु जाने दाइ अब कन्फर्म गरौँ पहिला कुन बाटो जाऊँ भनेर सजिलो त अब यही सजिलो जस्तो लाग्यो यो गाडी हिँड्ने बाटो सजिलो तल धुलो खान्छ है त्यही हो ल जाउँ ल हाम्रो कन्फर्म भयो बाटो होइन अब हामी चाहिँ यो बाटो जाने भयो गाडी हिँड्ने बाटो छ अरे र लेट सी गाइज होइन अरे भिडियो पनि सँगै बनाउने भन्ने होइन युट्युबमा पैसा आयो भने सबै बाँड्नुपर्छ तारजना पैसा आएको छैन पैसा त आउने भ्याउने बेला भएको छ आयो भने चाहिँ ल्याम्पमा बाँड्नुपर्छ ओहो बाटो त वाइल्ड रहेछ त यार म नि फर्स्ट टाइम हो यो फर्स्ट टाइम बाटो त बब्बल छ तर हेर्नु जङ्गल चाहिँ सङ्क्रान्त सुलेको यार हेलो रमाइलो हेर त मुस्ताङ गएको जस्तो लाग्यो है मलाई त यार है मुस्ताङ यता माछा नि तर यार नेपालमा पनि डेभलप चाहिँ हुँदैछ बिस्तार यस्तो पाहाडको भित्रको बाटोहरू पनि सानो पिचहरू मैले बाटो नदेखेँ कहीँ देखेन पिच नभएको चितवन मात्रै हो मौरी पालन त यहाँ मजाको मौरी पालन होइन टक्क लगाएर कालिका आधारभूत विद्यालय यहाँ रहेछ यहाँ पनि यसो सहयोग गराउनु पर्थ्यो यार यसो ट्राफिकहरू बाँड्नलाई कुनै मौका मिलेछ भने त आउनुपर्छ सर नमस्ते हेलो इक्जाम कस्तो भयो राम्रो भयो नाम के हो सुरज चेपाङ मिस चेपाङहरू हेरेर पढ्नै हुँदो रहेछ क्या होला सायद नाम के हो तिम्रो तिम्रो नाम के हो सिराइचुली जाने बाटो बाबु हो सिराइचुली सबै चेपाङै रहेछ कस्तो कोही त राम्रो कस्तो राम्रो यार कोही त क्युट के बच्चाहरू आजकल त सबै राम्रो हुन्छ अबको मान्छेहरू राम्रो हुन्छ सुझे केटीहरू हेर न त्यो भर्खर त्यही त भने अबको सागर राजा बोधर रहेछ त्यो त है कालिका नगरपालिका पर्दो रहेछ अनि यो कालिका नगरपालिकाभित्रै पर्दो रहेछ क्या यो यसो कामना होइन रहेछ नि यो बाटो त बबालले स्ट्रगल गर्नुपर्छ किनभने अफरोड सुरु भए जस्तो छ बट स्टिल गर्नु अब उतातिरको कस्तो छ यहाँ चाहिँ अब अफरोड सुरु भयो जहाँसम्म लाग्छ मलाई किनभने यहाँको यो अलिकति स्ट्रगल गर्नुपर्छ अब बाटो हेर्दाखेरि चाहिँ अब त्यस्तै बाटोहरू देखिरहेको छ बनाउँदै रहेछ यो खोलाको किनारा भएर होला सायद खोला बढेर आउँछ होला कि बर्खा त यो अलिक अफरोडको बाटोहरू तर यतिको ग्राभल गरेको नि राम्रै हो पिचमा रेडी गरिसकेको रहेछ
जे होस् ह्याप्पी एट अल के यो बाटोमा आउँदाखेरि खुसी हुन्छ किनभने यहाँको वातावरण तर यो त अलिकति ड्राई सिजन पनि हो अलिक सुक्खा समय भएर मात्र नत्र त ब्युटिफुल छ यार है हरियाली छ क्या तर म यार जहिले पनि जहाँ गयो भने सम्झिन्छु होइन मेरो गर्लफ्रेन्ड लिएर आउँछु यो बाटो चाहिँ अब आएपछि ट्याक्क लाएर यो बाटो ल्याएर मनपर्छ आउँछु आएपछि सायद त्यस्तो गाह्रो हुँदैन होला त्यतिकै भने त गाह्रो हुँदैन है बर्खान छेपाराले बाटो काटै गरे यार आज यार त्यो त्यहाँ अगाडि निस्क्यो त्यही भने यार 3 चोटि त नपुगेको छ यो काटिसकेको छ त्यही भने 3 चोटि पुग्यो पुगिसक्यो ए हो अब केही हुँदैन भने नथिङ विल ह्यापन तर बाटो चाहिँ बनाएको रहेछ नालाहरू सब फिक्स बनाइसकेको रहेछ अलि बर्खा आउँदा चिप्लिने सम्भावना चाहिँ हुन्छ होला क्या तर यसो यतिमा चिप्लिँदैन नि सर आएन नि त दाइहरू त यार त तान्दैन तान्दैन तान्नु जस्तो लाग्यो यार यो राणाबाट गाउँ यो साइडलाई तानेन जस्तो लाग्यो हाम्रो दाइहरू घर आउँदैछ दाइको बाइकले मजाले तानिदिरहेको छ अङ्कल रोक म बस्छु हो होइन तिमी चलाउ न दाइ ल चेन्ज गरौँ अब दाइ त्यहाँ जानु किनभने साह्रै गाह्रो भएर होइन अलिक उकालो छ अलिक गाह्रै हुन्छ अफरोड पुऱ्यो सुजिले चलाउँछ नि मजाले ल दाइ र म चेन्ज गरेँ बाइक हालेदेखि असुन दाइकोसँगको पाला आयो दाइ अब बनाउनु पर्छ जिन्दगीमा है सिराचुली डाँडा सिरानचुली डाँडातिरको यात्रा सफल र कुशल होस् भन्ने कामना गर्दछौँ बाटो चाहिँ बबालै हो यो तर यार डेभलप चाहिँ भएको है दाइ हेर्नु यस्तो पहाडमा पनि यार कल त्यो धाराको पानी खान जान्न कल खोला सहिले आयो होइन तर पनि अलिक तल्लो बजार आउनु पऱ्यो यत्रो यहाँ स्ट्रगल गर्नै पर्ने थिएन तर चौकै यो भनेको लाइफ यहीँ फर्स्ट कुनै एक्सपिरियन्स हो होइन जिन्दगीमा ठिक छ नि त हो अब हामी उता फर्किन्छौँ के हो अरे सिराइचुली डाँडा चाहिँ खास सिराइचुली डाँडा है हिजो चेपाङ रहेछ यतातिर होइन बोलाउने अलिक कस्तो यार यो गल्ली बाटो पनि होइन यो पनि अलिक कन्फ्युजन रहेछ कि होइन दाइ चितवनमा धेरै घुम्ने ठाउँहरू चाहिँ लुकेको ठाउँहरू होइन तर हामी त्यो ठाउँहरूलाई देखाउने कोसिस गर्दैछौँ जारी नै छ यो ठाउँ यो गर्ने लेट्स सी वी क्यान बी आवर डेस्टिनेसन अर नट that but we're just trying our best let's go यो हो रहेछ त हिँडेकै अझै कहाँबाट झर्छ जाने बाटो ऊ रहेछ त ऊ त्यो आम्मा यसले लडाइदिन्छ कि हो बाइक यसरी स्ट्रगल गर्नुपर्दो रहेछ यार धेरै स्ट्रगल गरेँ आज त यार ऊ यहीँबाट झर्दो रहेछ त ए गुई रहेछ त बाटो त ओहो के भयो त पानी लिनु पर्ने उतातिर किन्न पाउँछ कि तलतिर पाइन्छ होला खानालाई पानी त तर सुशील पनि प्रोभाइडेड रहेछ त है चलाउँदै पौडी खेला हो तेरिका पानी घट्छ गरायो यतै सिराइचुली जाने बाटो सिराइचुली जाने कति घन्टा लाग्छ त अब कति घन्टा लाग्छ यसरी खाइ नि हुन्छ त हामी त चल्छ पानीहरू खाएर मर्दैन अब खोला
कति तर पर्ने होला त्यही टेन्सन लागेर अहिले त है त्यो हाम्रो पुर्लुङ्गा अझै गएको जस्तो के दाइ होइन पर्नु त उयो बाटो होला यो यार यस्तो यस्तो विकट ठाउँ यार महानगरको यार त्यहीँ छ त्यत्रो बजार यार यार माछा रहेछ यार हो र कि माछा मारेर गइदिएको यस्तो संसार पाहाडमा आइपुग्यो हामी होइन तर पनि यत्रोबाट स्ट्रगल गर्दै आइरहेछौँ ठिक छ अब हाम्रो यात्राको क्रम जारी नै छ म त पुरा यो त यो कास्की जिल्लाको यो भरिबानी पुरै हिँडेको भएर चाहिँ यतापट्टिको खुट्टाहरू मौरीहरू चट्ट यो माथि माथि बस्छ भिर मौरीहरू कस्तो खक्रक्क परेर जाँदा यार पुरा लाग्दो पनि लाग्छ र आज यो ठाउँलाई देखाउने कोसिस गर्दैछौँ हामी 4 जनाको टोली छ मलाई त्यसले चाहिँ कन्फ्युज भइरहेको छ तर ल खोला फेरि आयो 10 चोटि तर्नु पर्छ एउटा खोलालाई यार हाम्रो दिदीमा 3 चाहिँ पछाडि नै हुनुहुन्छ होइन उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ यस्तै भिडियोमा मान्छे कति आउँछ धकल्नु भएको लाग्छ यहाँ नाम पुग्यो डेन्जर के ल मेरो अब म चाहिँ झरेँ अब हाम्रो दाइले बाइक उठाउँदै हुनुहुन्छ म चाहिँ हिँड्छु दुई लगाएर होइन हिँड्दै भयो भने बाटो त जानु पऱ्यो डेस्टिनेसन पुग्नु पऱ्यो ठिक छ उहाँहरू जाँदै हुनुहुन्छ आई विल कम आई क्यान वक दाइले मलाई बोलाउनु भएको छ त्यहाँ पर्खिनु भएको छ म चाहिँ हिँडेर गइरहेको छु अब होइन बाटो चाहिँ नतानेर अलिक त बाटो तानेन होइन बाटो बाइक तान्ने सकेन यो उकालो बाटो छ हल्का उकालोले गर्दाखेरि अब हाम्रो प्लान चाहिँ यहीँबाट स्थगित होला कि जस्तो नि लाग्यो लेट्स चाहिँ अब बाइकलाई बोकेर लाने कुरो त भएन तर हामी जाने भने चाहिँ त्यहाँ गएर सल्लाह गरौँ पार्टीहरूसँग म चाहिँ 2 चोटि हिँडिसकेँ पुरा नतानेर बाइकले होइन बाइक चेन्ज गरौँ अब सुशीलले र म एउटा बाइकमा दाइहरू एउटा बाइकमा गर्नु पऱ्यो त्यस्तै होला त मलाई पनि तिमीहरू त्यहाँ बस्छौ मैले त्यही भने ट्राई गरौँ अब एकचोटि कोसिस उतासँग कोसिस गरौँ तिर्पल जाँदैछु यहाँ तिर्पल लोड पुरा त्यो हाइवे ल ल खुट्टा राख्नु त्यहाँसम्म जाउँ है सुन्दैले जानै गल्छ तान्छ भने सुन्दाखेरि तान्छ मैले चाहिँ आश गरेको छैन लेट्स सी ट्राई गरौँ न 1 पावर कति भन्दाखेरि हुँदैन त 1 नम्बर गियरमा कहाँ तान्नु त तपाईँ के भयो तानेन है झन्डै उठाइदिएन यार मलाई सेटमा
ओहो यार हेर न ठाउँ यार कस्तो खालको के तर अलिकति हाम्रो अलिकति गाह्रो गाह्रो छ देख्छ तान्छु तान्यो उसले पनि तान्दैन तर पछाडि तान्दैन जस्तो लाग्यो तान्यो तानेन ल है गाइस मजा दौडिरहेको छु ल जाउँ तर तान्यो हेर ब्याग लाग्छ बल्ले रहेछ गर्व लाग्छ बाटो हेर्नु मिर्गा होइन हेलो बाइकमा तानेर हामी तिनजना एउटा बाइकमा गयो अब लक्ष्य पछाडि धोका नदियोस् हेर हाम्रो राइडर सुन्दै प्रो हुन्छ होइन So we are very proud, very confident with that. ल कस्तो दामी ठाउँ के यतै बबाल क्या अब ठाउँ चाहिँ अमेजिङ छ क्या वेदर अलि आई लभ दिस प्लेस तान्यो त यार अघि सोधियो यसको पनि सक्यो पावर सक्यो यसको पनि हिँडेर भने स्ट्रगल गर्दैछौँ त्यस्तै हो जे होस् हिँड्दैछौँ हामी चाहिँ जस्ट किप गोइङ टु वकिङ जान्दा तपाईँहरू तिर्पल तान्छ त ल ठिक छ फेरि तिर्पल च्याप्प ल है भयो भने डाँडा हो अब यहाँ गएर चाहिँ भ्यू पोइन्ट भ्यूमा फोटो खिच्नु पर्ला जस्तो लाग्यो मलाई चाहिँ त्यही हो हामी अस्ति नै आएको ल यो कुन स्कुल रहेछ यहाँ हेलो सर वर्णगढी त हुन्थ्यो सिराई दिदी चाहिँ कुन चाहिँ हो त नमस्ते फ्रम Siranchuli hill. The village is very beautiful here. You can see here terrace farming, so nice, but the weather is very dry season. This season is so that weather not clear, so cannot see a very clear view, but you know, you can feel the view, you can feel the nature here. Your name ke babu? Shirsang ke? Mukhia. Tim नाम के हो? कस्तो राम्रो ठाउँ बनाएको छ घर त यसै घर चाहिँ यस्तो हुनुपर्छ के चटक्क परे ल हामी फाइनली बाइक पार्किङ गर्ने ठाउँमा आइपुगिसक्यौँ हैन हामी चाहिँ डिस्ट्रिक्ट गर्छ अब आधी घण्टा जति हिँडेर जाने भनेर सिस्नोको झ्याल चट्ट परेको अनि यहाँ यो घर चाहिँ पुरा मोडिफाई भएको रहेछ कि अहिले पहिला चाहिँ पुरा ढुङ्गाको छाना अहिले चाहिँ टिनको छाना त्यसैको लागि राज त नजाने कुरै हुँदैन नि त जाने हो जाम यस्तो ब्युटिफुल सिराइचुली भिलेजमा आइपुग्यो हामी सिराइचुली त्यो डाँडामा चाहिँ जानुपर्छ हामी त्यो डाँडामा हैन वी आर जस्ट गोइङ हियर चाउचाउ दालमोट किनिसक्यो हैन यो सिराइचुलीको
यो के भन्छ स्टार्टिङ पोइन्टदेखि लिएर पोइन्टमा चट्ट लाएर यहाँ सुजीले पानी भर्दैछ होइन चौचाउनु किन्यो अब ऊ त्यो सिराचुली डाँडा छ भने चाहिँ ऊ त्यो टपमा अब यहाँको दाइहरूले भन्नुभएको छ आधी घन्टा चाहिँ लाग्दैन हजुर दिदी हामी जुगेडीबाट जुगेडी थाहा तपाईँहरूलाई कता हो यो ठाउँको भित्र यो हुन्छ नि सुशीलको पछाडिको ब्याग एरिया खिचिरहेको छु म चाहिँ मेबी यार बन्द गर्ने नपुग्दैन कहाँ गएर होला के भयो जान्छ कहिले के पो लाइफमा कस्तो ब्युटिफुल आउँछ लालीगुराँस यहाँ फुल्या रहेछ एउटा गाईको बाच्छा यार सानो गाईको नानी लास्टको अल्छी सुन्दै थियो यार 26 वर्ष एकदम सुन्दै लास्टको अल्छी मान्छे यार यो चाँडै गएर आउने माछा मार्दैन अल्छी गरेर होइन हामीलाई हो होइन आइदियो त्यस्तो चार्न मजा हुन्थ्यो कि आत्तिन्छ कि पहिले अत्ताएपछि हामी आत्तिनु लालीको रस्ता सक्छ सर त्यो राख्नु त तिनवटा टिप्ला एउटा चलाउनु भनेर ग्लास राखेर यसो गरेर खिच्नुपर्छ चस्मा लगाउनु नलाउनु के गर्दै माथि गएर काउना पनि मलाई टक्क बाबा यहाँ भनेर स्ट्रगल मिठै भयो तर भ्यू चाहिँ फगी क्लाउडी होइन इभन द्याट अमेजिङ गुड एक्सर्साइज हेल्थ वाइज पनि एकदम नाइस अनि आज काइदाईसँगको फर्स्ट टाइम हाइकिङ एन्ड ट्रेकिङ दोज आर भेरी नाइस यो चाहिँ वासरुम हो क्या यहाँ चिया पसलहरू हुनुपर्छ कि हेलो नमस्ते फ्रम सेराचुली हिलबाट सबैजना नमस्ते यहाँबाट चाहिँ एकदमै टफमा हामी 1910 को हाइटमा छौँ यहाँ चितवन जिल्लाकै सबैभन्दा अग्लो ठाउँ सेराचुली मन्दिर नेर छौँ अहिले चाहिँ यहाँबाट चाहिँ अझ वेदर राम्रो खासै छैन हैन नत्र वेदर राम्रो भएको भने यहाँबाट देख्ने लाङटाङ मनेसलु गणेश हिमाल जस्ता धौलागिरी जस्ता हिमालहरू चाहिँ यहाँबाट प्रस्तुत मात्रामा देख्दैछौँ रे हैन तर आज वेदरले चाहिँ साह्रै नै च्यालेन्ज दियो राम्रो पनि भएन सो हामी चाहिँ 3 जना छौँ यहाँ आइपुग्यौँ एकजना हाम्रो दाइ चाहिँ यहाँ हिँड्न सक्नु भने उहाँले चाहिँ गिभअप गर्नुभयो तलै बस्नुभयो अब हामी यहाँ अब 10-15 मिनट जति बिताउँछौँ अनि त्यसपछि वी आर डिसेन्डिङ अल द वे सो हैन यहाँ चाहिँ नेपालको झन्डा फरफराइरहेछ वेयर इज द ब्युटिफुल फ्ल्याग्स नेपालीज फ्ल्याग्स हियर सो यो चाहिँ आज पूजा गर्दाखेरि धुप लगाउने ठाउँ हो रहेछ नापी विभागले राखेको रे यार नापी विभाग भन्छ के हो यहाँबाट छुट्टिन्छ क्या
कस्तो नाइस प्लेस ब्युटिफुल ठाउँ यहाँ त एउटा घर पनि रहेछ फाइनली सुजन दाई पनि फाइनली सुजन दाई पनि आइपुग्यो अरे क्या सरप्राइज दिनुमा ल यार एम भेरी 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 ह्याप्पी ओ माई गड फाइनली सुजन दाईलाई भेटेँ यार सुजन दाई के छ ल यार 1910 हाइटमा आयो नि त पहिलो लाइफको पहिलोचोटि होला है तपाईँको त 1910 मा चढेको साह्रै मजा लाग्यो छ नि त्यही भएर आएको हो कि पानीतिर लाएर नत्र आउँदैन तर बवाल आइद पहिला पेट पूजा हान्नुपर्छ ट्रेन लिएर मासु लिएर खा आइपुग्यो 4 बजे तल आइपुगेपछि यहाँ 5 बजे आइपुग्छ अनि पकाएर खाने आउँदैन कि मेरो भिडियो मेरो मोबाइल त कामै छैन मेरो नि त्यस्तै हो पुरै यता आउँथ्यो होला नि हाम्रो मेरो पालो मन्दिरसँग यो झन्डासँग निकाल्ने है अलिकति अगाडि जानु म पनि हो न अलि सर न कानमा लाउनु पर्छ एउटा फुल लाउनु न लाउनु न लाउनु न लाउनु लाउनु कानमा लाउनु हो कसो हुनलाई जको दिस देख्दैन ल छिटो ल देख्दैन कि त आउनु न ब्याट्री सकिनु बेला भयो धेरै छैन ल झन्डा दिखाए अनि त्यो मोला दिखा मोला दिखाए यता आउनु घामतिर आउनु घामतिर ल थ्याङ्क यू आएको होइन फाइनली अब हाम्रो यहाँ गुराँस पनि भेट्यो होइन लाली गुराँस पनि भेट्यो अनि वी जस्ट पिक 1 flowers I just then we are finally we met at Sirachuli hill so which is the very height into the one the height is elevation is 1910 meter from the sea level so stay tuned guys, we'll show you the videos more and more. So there is the beautiful place it's quite foggy now even that we are happy and all with the friends family each we ever come here you can enjoy it all lots guys हामी चाहिँ अब डिसेन्डिङ अल द वे हैन ओह्रालो झर्दैछौँ अब सक्यो अब हाम्रो सिराचुलीको टुर सिराचुली हिलमा टप हिलमा पुगेर पनि फर्किसक्यौँ अब चाहिँ हामी डिसेन्डिङ त्यहाँ चाहिँ हाम्रो बाइक पार्किङ छ त्यो बाइक पार्किङबाट हामी चाहिँ अब फिसिङतिर जाने कि फिसिङ अथवा चरौदी निस्केर जाने कि मजिमटा निस्केर जाने कि अनि यतै अघि अल द वे द सेम रोड जाने भनेर विचार गरिरहेको छु हैन हेरौँ कुन बाटो कसरी जाने भनेर लेट्स सी गाइस हैन स्टे इन ट्युन सो सिराचुली जेनरलबाट फाइनली ब्याक टु भरतपुर चितवन हैन अनि हाम्रो दाइ बाइक स्टार्ट भइसक्यो सो वी आर अबाउट टु लिभ हैन ल दाइ फेरि के भयो हजुर सिराचुली एक हो यो भयो सर ल धन्यवाद तपाईँहरूलाई
हजुर नमस्ते नमस्ते पछि हामी फर्केर आउँछ है फेरि यहाँ खाजा खाने ठाउँ टक्क बनाएर राख्नु बाबाहरू अनि अति कम न चिराचिरी हामी एकमा छु तपाईँहरू इच्छा कामना है हजुर इच्छा कामना गाविसमा पर्छ यो ए गाउँपालिका अति कम न गाउँसम्म चिराचुरी एकमा छु एकमा छौँ हामी